डाना चाहिँ दिने भनेको यस्तो फरियाहरू त माथि माथि सुटाउने नाच्ने हो सुँगुरको मासुमा पल्किने राइनीतिर ढल्किने हेलो हेलो सम्पूर्ण साथीहरुको नमस्कार अनि गुड मर्निङ स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि म नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु अनि आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला है। आज चाहिँ मेरो के भन्छ फुपूको छोरीको बिहे छ आज अनि आज जानुपर्ने हुन्छ अनि म चाहिँ दिदीको घरमा बस्ने गर्छु नि त। आजकल मेरो दिदी भेना सबैजना काठमाडौँ हुनुहुन्छ, त्यही भएर यहाँ घरमा चाहिँ कोही नभएर म चाहिँ यहाँ बसेको छु आजकल। अनि अहिले चाहिँ म यहाँबाट मेरो घर जान्छु, त्यसपछि चाहिँ हामी बिहे जाने छौँ। अनि मेरो त्यहाँ के भन्छ काकीहरूले अघि नै फोन गरिसक्नुभयो कतिखेर आउने के गर्दैछौ भनेर काकीहरूले फोन गरिसक्नुभयो। अनि मेरो भाउजूले पनि फोन गर्नुभयो अनि त्यहाँ बहिनी पनि सदरमुकामबाट आउनु भएको छ बिहेमा जानु भनेर, मेरो काकाको छोरी बहिनी। अनि अघि नै फोन आएको छ अनि पर्खेर बसेको छ कतिखेर आउने तिमी अनि रेडी भएर जानुपर्छ भनेर भन्नुभएको छ। अनि म चाहिँ भर्खरै उठेर कपाल सपाल नुहाएँ है। अब त्यही हो, अब खाजा खान्छु, त्यसपछि म हल्का स्किन केयर सनस्क्रिमहरू लाउँछु अनि म एउटा हिँड्छु अनि उता घर गएर चाहिँ सबैजना तयार भएर त्यहाँबाट चाहिँ बिहे जान्छौँ। अनि नि साथीहरू अर्को कुरा चाहिँ नि त्यो जुन घरमा बिहे भइराखेको छ नि बेहुली घरमा, त्यहाँ चाहिँ जति त्यो बेहुलो घरबाट जन्ती आउने हुन्छ है। अनि त्यो हाम्रो किरात खालिङ राई संस्कार अनुसार चाहिँ त्यो बेहुलो घरबाट जन्ती चाहिँ आउनुहुन्छ बेहुली घरमा है। त्यो बेहुली घरमा चाहिँ त्यो बेहुलीको मामाहरू मावलीहरू जबसम्म आइपुग्नुहुन्न तबसम्म त्यहाँ बिहे सुरु नै हुँदैन कि है। जति छिटो आए पनि बेहुली घरमा जति छिटो बेहुलो घरबाट आए पनि त्यो बेहुलीको मामाहरू त्यहाँ के भन्नु उपस्थित नभई चाहिँ त्यहाँ बिहे सुरु नै हुँदैन। त्यहाँ चाहिँ दुधौली भन्ने हुन्छ। अनि हामी चाहिँ मामाहरू भयो नि त, बेहुलीको चाहिँ अब मामाको छोरीहरू भयो नि हामी, अनि हाम्रो बाबाहरू मामा भयो। अनि हामी चाहिँ सबभन्दा पहिले पुग्नुपर्छ, पुगेर त्यहाँ भरे दुधौली लिनुपर्छ, त्यसपछि मात्रै बेहुली घरमा चाहिँ बिहेको सम्पूर्ण रीतहरू चाहिँ त्यसपछि मात्रै सुरु हुन्छ है, त्यसपछि मात्रै खुल्छ के। अनि जन्तीहरू आइपुगे पनि त्यो बेहुली घरमा जन्तीहरू आइपुगे पनि हामी मामाहरू चाहिँ त्यहाँ अगाडि पुगेन भने त्यो जति छिटो जन्ती आए पनि हाम्रो बिहे चाहिँ सुरु हुँदैन, रीतहरू चाहिँ सुरु हुँदैन। त्यही भएर हामी चाहिँ जन्ती सँगसँगै हामी पनि उपस्थित हुनुपर्छ क्या हामी मामाहरू चाहिँ। अनि त्यही भएर त्यही हो, हामी जान्छौँ, त्यसपछि हामी दुधौली लिन्छौँ, त्यसपछि बेहुली घरको सम्पूर्ण रीतहरू त्यसपछि मात्रै सुरु हुन्छ है। नत्र मामाहरू नपुगी चाहिँ जति छिटो जन्तीहरू आए पनि हाम्रो चाहिँ बेहुली घरमा चाहिँ बिहे सुरु हुँदैन हाम्रो संस्कारमा चाहिँ। ल अब म चाहिँ तयार हुन्छु अनि जान्छु है त साथीहरू। है साथीहरू म चाहिँ यहाँ हिँड्दैछु, हेर्नु न धुलो बाटोमा जुत्ता त त्यहाँ के भन्छ धुलोभित्रै पस्ने रहेछ। अनि यो बाटो हुँदै जान्छ नि त्यहाँनिर एउटा पुल आउँछ, त्यो पुल तरेपछि यो जङ्गल देखिन्छ नि, त्यो जङ्गल उकालो लाग्नुपर्छ। अनि यो एउटा गाउँ देखिन्छ, त्यहाँदेखि उता 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 यहाँ यो चाहिँ हो मेरो गाउँ, त्यहाँ पुग्नुपर्छ। बाटो चाहिँ लामै चाहिँ मेरो। अनि त्यहाँ मेरो घर भयो, अनि त्यहाँ भेटेर हामी बिहे जान्छौँ। त्यहाँदेखि फेरि अर्कै गाउँ जाने, बिहे चाहिँ ओह्रालो लाग्नुपर्छ। भरे म तपाईँहरूलाई भिडियोमा देखाउँछु। ल साथीहरू हामी चाहिँ दिदी बहिनी भेट भइसकेको छौँ अनि हामी चाहिँ तयार पनि भएको छौँ है। यहाँ बहिनीले चाहिँ म देखाउँछु तपाईँहरूलाई, यहाँ साडी लाएर तयार हुनुभएको छ भने मैले चाहिँ यहाँ फरिया लगाएको छु। अझै हाम्रो साथीहरू चाहिँ थुप्रै हुनुहुन्छ, अब आउँदै हुनुहुन्छ पछाडि। अनि हामी चाहिँ यहाँ तयार भयौँ है, दुईजना चाहिँ आउँदै हुनुहुन्छ, हामी चाहिँ तयारी भइसक्यौँ। अब रक्सी भर्ने कुद्ने रक्सी बोकेर हामी चाहिँ फेरि बिहेमा के भन्छ बिहेमा चाहिँ रक्सी बोकेर जानुपर्ने हुन्छ है हाम्रो चाहिँ। त्यही भएर अब रक्सी पनि अब टन्नै बोक्नु पर्ने हुन्छ। जतिजना जान्छौँ सबैजनाले चाहिँ रक्सी बोकेर जान्छौँ। अनि हाम्रो टिमहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ, उहाँहरू यहाँ दाइहरूसँग गरेर हुनुहुन्छ होला 5-6 जना, त्यस्तै हामी 7-8 जना जम्मा हुन्छौँ। अब हामी जान्छौँ। अनि आजको बेहुली चाहिँ हामी दुईको चाहिँ फुपूको छोरी दिदी, दुइटैको दिदी हो। उहाँ चाहिँ धेरै नै दिदी हुनुहुन्छ है हामी दुई भन्दा चाहिँ। अनि म चाहिँ बेहुलीको चाहिँ कान्छा मामाको छोरी, म चाहिँ माइला मामाको छोरी। माइला होइन बेहुलीको चाहिँ यता साइला मामाको छोरी, म चाहिँ कान्छा मामाको छोरी। अनि हाम्रो दिदीको बिहेमा हामी चाहिँ जानुलाई तयार भइसकेका छौँ। अब बल्ल यस्तो ड्रेस लगाएको छौँ, अब एउटा टिकटक हामी बनाउँछौँ अनि हाम्रो साथीहरूले हामी चाहिँ पर्खिन्छौँ है। तयारी भेटेपछि हामी सँगै जान्छौँ साथीहरू। यस्तो छ है आजको हाम्रो ड्रेस चाहिँ, यस्तो भएको छ, यस्तो लगाएको छौँ, हेर्न सक्नुहुन्छ।
अनि नि साथीहरू हामी चाहिँ फुपूको घर नगएको चाहिँ धेरै भयो है, टन्नै भयो। यता बहिनी त पहिलोचोटि बहिनी त पहिलोचोटि, म चाहिँ 2-3 चोटि पहिला पनि गएको थिएँ। अनि त्यो हाम्रो मावला जाने बाटो चाहिँ त्यही फुपूको गाउँ हुँदै पर्छ क्या, मावला जाने बाटो चाहिँ। अनि पहिला त्यो मावला जानेखेर त्यो फर्किनेखेर चाहिँ रात परेको थियो क्या, त्यतिखेर चाहिँ 1-2 चोटि बास बसेको थिएँ फुपूको घरमा। त्यो भनेको चाहिँ धेरै पहिलेको कुरा हो, तर फुपूहरू चाहिँ यहाँ बस्नुहुन्न क्या गाउँमा। अनि पछि फेरि फुपूको नन्द कान्छीको बिहे भएको थियो, त्यतिखेर म गएको थिएँ। अब भयो त्यो पनि 6-7-8 वर्षै भयो होला कि नगएको। त्यो 6-7 वर्ष अगाडि चाहिँ म गएको थिएँ है फुपूको घर, त्यो फुपूको नन्दको बिहेमा। त्यसपछि गएको छैन। अनि हाम्रो फुपूहरू चाहिँ उहिले बिहे गर्नुभयो नि, जब बिहे गरेर जानुभयो नि त्यसपछि उहाँहरू चाहिँ सहर छिर्नु भएको कि। अनि उहाँहरू गाउँमा बस्नुहुन्न। अनि उहाँहरू कहिले कसो के काम पर्दा के त्यस्तो पर्नेखेर मात्रै गाउँ आउनुहुन्छ। उहाँहरू नत्र भने सहरै बस्नुहुन्छ क्या उहिलेदेखि नै। अनि वर्षमा एकचोटि आउने गर्नुहुन्छ, अब काम अनुसार आउने जाने चाहिँ हुन्छ। तर उहाँहरू चाहिँ गाउँमा कहिल्यै बस्नुहुन्न क्या, त्यही भएर चाहिँ हामी जाँदैन क्या फुपूको घर चाहिँ। अनि त्यही हो, आज चाहिँ हामी धेरै पछि म चाहिँ जाँदैछु। अनि बहिनी त झन् फर्स्ट टाइम रहेछ आज। कस्तो हुन्छ भरे जति भिडियो देखाउन मिल्छ म तपाईँहरूलाई भिडियो देखाउँछु। अब साथीहरू पर्खिँदैछौँ, अब यतिकै के बस्नु, 1-2टा भिडियो पनि हामी निर्माण गर्छौँ है त साथीहरूलाई। भरे भेट्नुपर्छ है त साथीहरू आएपछि। हामी चाहिँ साथीहरू पर्खेकै छौँ है, कति 1-1.5 घन्टै भइसक्यो होला पर्खेको, आउनु भएकै छैन। हामी चाहिँ वाक्क लागिसक्यो है, के गरौँ भइसकेको अवस्था छ। सुन्तली खानुहुन्छ कि साथीहरू? सुन्तली हामी चाहिँ हाम्रो साथीहरू पर्खिँदा आउनु भएको छैन। कत्रो झ्याम्मै हो नि क्या, झ्याप्पै हो। साथीहरू आउनु भएको छैन कि। अनि 2:57 भइसक्यो। अनि हामी चाहिँ पर्खाइमा छौँ है, कति हल्लिनु वाक्कै लागि यसो गर्दा यो मान्छे त हिँड्दैन। आज त हिँड्ने दिन आयो। कस्तो लागिरहेछ? खुसी दुखी? एकदम खुसी लागिरहेछ। अहिले भरे खुट्टा दुख्छ, रातभरि सुत्नुपर्छ। डान्स गर्नु पर्यो होला नि भरे। खतरा नानी डान्स गरेर भरे दामी गीतहरू बज्यो भने त डान्स गर्नु पर्यो होला। केटी कहाँको उदयपुरैको गर्दै नाच्नुपर्छ। त्यस्तो गीतमा चाहिँ नाच्दैन है, हामी चाहिँ खतरा डान्स नाच्नुपर्छ त्यो गीतमा। फरिया र साडीमा अल्झिने पो हो कि डान्स दिँदैन। यस्तो फरियाहरू त माथि सुर्काउने नाच्ने हो। माथि सुर्काउने नाच्ने भरे उस्तै भएन भने त हामी त टन्न सुरुवाल लागेको छ नि। भरे नाच्ने खेर त्यो अल्झिने फुस्किने भयो भने त साडीहरू फरियाहरू निकाल्ने, त्यसपछि पाइन लाएर डान्स खतरा दिएर आउने है साथीहरू हामी होइन। बल्ल बिहे खानु पाएको कति वर्ष पछाडि होला। मैले त म चाहिँ खाँदा 4-5 वर्ष भयो होला बिहे खानु नपाएको। योपालि बल्ल खान पाइरहेको छु। 4-5 वर्ष म चाहिँ फेरि गाउँमा बिहे खाएको लास्ट बिहा चन्द्री दिदी पो। ए न त थुप्रै भएछ। भनेपछि त्योभन्दा पछाडि कुनै कसैको पनि बिहे खाएको छैन। खानुपर्छ सुँगुरको मासुमा पल्किने राइनीतिर ढल्किने हुन्छ है आज चाहिँ। अनि तर म चाहिँ त बिहे त खाएको खाइ। अनि त्यो गाउँघरमा बिहे भइरहेको छ नि, म त गाउँमै हुन्छु नि आजकल। अनि कामदार राख्छन् है, काहीँ के गर्ने है। म चाहिँ बिहे चाहिँ गइराखेको हुन्छु। यो माघमा पनि अझै 4-5वटा बिहे छ, सबैमा म चाहिँ पुग्नुपर्छ। यो चाहिँ फेरि 1-2 दिनपछि फेरि आफ्नो कामतिर कुदिहाल्छिन् है। अनि उसको भागसँग म त बिहे खाँदा मेरो दाँत नै अब त दुखिसकेको छ। आज तपाईँ नखानु म मात्र खान्छु। आज यहाँ दुखिरहेछ, मेरो बङ्गर दुखिरहेछ। यो बढी बिहे खाएर पनि होला, यसको भाग पनि मैले खाएर त्यस्तो भएको छ। आज चाहिँ मेरो भाग पनि उसलाई नै छोडिदिने हो। म चाहिँ भोकै बस्छु चुपचाप। म चाहिँ एक बोटुको जार पिएर बस्छु। मेरो खाना पनि उसलाई नै दिन्छु है आज चाहिँ साथीहरू। अनि म चाहिँ के भन्छ बोटुको लाउँदै डान्स दिँदै गर्छु, उसले चाहिँ मेरो भाग खाना खान्छ। हेर्नु न साथीहरू, हाम्रो के भन्छ हाम्रो ग्रुपहरू आउनु भएको छैन कि। अनि त्यही भएर हामी चाहिँ पर्खिँदा भयो नि त। अनि अब पहाडीबाट सुन्दो होला।
अनि त्यही हो कि अब मैले अघि बिहान पनि भनिसकेको छु तपाईँहरूलाई। अनि हामी चाहिँ मावली भयो नि त, त्यही भएर हामी चाहिँ बेलामा पुग्नुपर्छ। पसल हेऱ्यो, पसल लानुपर्ने चक्लेट चुइगमको चाहिँ होइन, रक्सीको पसल पसल। अनि हामी चाहिँ के भन्छ त्यो बेहुलीको माउली पर्यो, त्यही भएर हामी चाहिँ सबभन्दा अगाडि पुग्नु पर्ने, जन्ती आउनुभन्दा अगाडि। हेर्नु न अब जन्ती आइसक्यो होला, हामी चाहिँ यसरी बसेको छौँ। यहाँबाट जानु नि कुद्यो भने 2 घन्टा होला, ढिलो हिँड्नेलाई त 3 घन्टै लाग्छ होला है। म चाहिँ अन्दाजले मात्रै बोलिरहेको छु। अनि त्यही हो, अब टाढै छन चाहिँ त्यही पनि हामी यस्तो ढिलो गरिरहेछौँ है। अब साथीहरू आउनु भएको छैन नि त, अब साथीहरू आएपछि चाहिँ सबैले रौसी बोक्ने हो झोलामा, हामी चाहिँ कुद्ने हो क्या। अनि त्यही हो, अलिकति ढिलो भइराखेको अवस्था छ है। 3 बजिसक्यो अनि यस्तो ढिलो हिँडेपछि भरे कुद्न पर्छ नि त, त्यही भएर अलिकति बेलैमा हिँडौँ भनेर भनेको। अनि भर्खर फोन गरेको हामी तयार हुँदैछौँ भनेर भन्नुभयो। अब त आधी बाटो आइपुग्नु भयो होला। अब हामी उहाँहरू आउनु भएपछि हामी जान्छौँ। पाउँदैन त लै साथीहरू, हामी चाहिँ जाँदैछौँ बिहेमा। यहाँ पर सुरुमा दाइ हुनुहुन्छ, त्यसपछि बाबा अनि बहिनी अनि मेरो काका हुनुहुन्छ है। 4 जना अनि मसँग 5 जना भयो। अनि कति 1 2 3 4 4 जना फेरि पर आउँदै हुनुहुन्छ है हाम्रै टोलीहरू। अनि यहाँ डाँडामा निस्किन लाग्नु भएको छ 4 जना। अनि यता हामी 5 जना 9 जना हुँदो रहेछ है। हामी के भन्छ मावली खलक मात्रै 9 जना जाँदैछौँ है साथीहरू। सबै जन्ती लस्कर जाँदै हुनुहुन्छ, म चाहिँ पछि जाँदैछु। अनि मेरो काकीहरू अनि हाम्रो के भन्छ भाउजूहरू आउँदै हुनुहुन्छ है माथि। अब माथि भेट्छ र हामी जान्छौँ। कति थुप्रो भयो यसपालि बिहे जानलाई, रमाइलो हुन्छ जस्तो छ है साथीहरू। अब कोही खेर त अहिले चाहिँ मान्छे थुप्रो भेट भएको छ नि त गाउँमा। अनि कोही खेर त बिहेमा जानेखेर पनि 2 जना 3 जना जानुपर्छ। त्यतिखेर त यति धेरै रक्सी बोक्नुपर्छ, 2 3 जना मात्रै जाँदा त भारी टन्न हुन्छ नि त। त्यही भएर यसपालि चाहिँ थुप्रो छ नि त, त्यही भएर भारी पनि हामीलाई हल्का छ। त्यही हो, यहाँ रक्सी बोकेर हिँड्दैछौँ। एउटा चोर हेर्नुहोस् है, यहाँ चोर्दै छिन् है नानीले। दिपा सृजना हो काकाहरू, सुन्नुहोस् है तपाईँहरूको के भन्छ उखुबारीमा उखु चोर्दैछन् है नानीले। म सक्छु ngलुङ यस्तो हुन्। यहाँ हाम्रो काकाको घर आइपुग्यो। काकाहरू चाहिँ कोही हुनुहुन्न यहाँ, सबै बाहिर हुनुहुन्छ। अनि हामी चाहिँ चोर्दै बाटो लाग्दैछौँ। मान्छे त्यति झोला के हो र? अनि हल्कै त हो नि, त्यो साग त रहेछ त्यहाँभित्र, अनि त्यो हल्कै हो नि। रुमाल खुस्किन्छ, घडी साडी खुस्किन्छ, घडी चस्मा खुस्किन्छ, ए जिन्दगी। घरि त के गर्छु थाहा छ? यो कपडा सपर भन्दा नि यो चोलाहरू चाहिँ फुकाल्ने हो। अनि ज्याकेट कसेर खतरा डान्स दिने भनेको है नानी। गोधुमा फुपूको आँगन भत्किन्छ कि भनेर कम नाच्ने विचार गरेको। पुरै धुलो उडाइराखौँ भनेको सोच चाहिँ त्यस्तो छ है। भरे त्यो मिल्छ कि मिल्दैन, अब गएर भरे रक्सीहरू बाँड्नुपर्छ, के गर्नुपर्छ। अनि डान्स चाहिँ दिने भनेको साडी लाएर कडा पारामा। अब कतिको सम्भव छ थाहा छैन है त साथीहरू। छिटो हिँड्ने भनेको 3:30 भयो, ढिलो हिँड्यौँ हामी। हाम्रो टिमहरू पर आउँदै हुनुहुन्छ। दामी छ है हाम्रो ग्रुप चाहिँ, टन्न छ। अनि त्यसैमा म चाहिँ खुसी छु है। टन्न हिँड्ने खेल चाहिँ एकदमै रमाइलो हुन्छ है, रमाइलो लाग्छ, रमाइलो हुन्छ। अनि 1 2 जना हुने खेल चाहिँ त साह्रो नमज्जा हुन्छ है। मलाई त अघि भाउजूले बिहानै जाने कि भन्नुहुन्थ्यो ओछ्यानमै हुँदा पो। अनि हेर्नु न माथि हाम्रो फुपाजहरू अघि जानुभएछ नि, हामी ढिलो त ढिलै गरेको पनि। मलाई यही स्याहार हुन थाल्यो कि क्या हो। फर्कौँ नानी यता। के हो सुई बिहे हिँडेको बिहे खानु साह्रै गाह्रो। हिँड्नु सक्दैन खै, झोला देखाउनु त। गाडीमा आऊ, आज दिनभरि हिँड। अनि यस्तो छ हालत, न हिँड्नु सकिन्छ हे भगवान। मासु सुँगुरको मासु अलि धेर खुवाउनु है दिदी, साह्रै हिँड्नु सकिएन। बढी खानु हुँदैन। उता फर्किनु त, झोला देखाउनु न। यहाँ रक्सी यत्रो झोला बोका छ। रक्सी कति छ त्यहाँ? 20 बोतल होला नि। मेरोमा चाहिँ 10 बोतल छ। जाँदै थिएँ तल हेर्नु चाहिँ साथीहरू।
के हो कान्छीलाई कि के हो? कान्छीलाई कि के हो? जङ्गलबाट हिँडेर जानु छ। जङ्गल त होइन त्यो पारी 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 त्यहाँ आँखाले भ्याउँदैन। अलिकति अल्झ्यो भने जान्छ तल गाडीमा यहाँबाट अलिकति सिधै खोलामा झोम्लो। खोलामा साँच्चै हो यहाँबाट झऱ्यो भने त खोलामा त सिधै हो त्यहाँ रोकिने नै खोला हो नि त। खुट्टा थर काँपे रे नानीको म चाहिँ यहाँबाट दाउरा घाँस बोकेर हिँड्छु यसलाई खुट्टा काँप्यो रे म केही बोलिनँ ल। हामी चाहिँ आधी बाटो आइपुगेको छौँ अनि यहाँ एउटीलाई चाहिँ खुट्टा दुख्यो रे अनि धेरै मजाले बसिरहेको छ अनि धेरै हिँड्ने बानी छैन नि त। अनि हाम्रो टिमहरू चाहिँ माथि भिरमा हिँड्दै हुनुहुन्छ कतिजना 4 जना हुनुहुन्छ हामी 2 जना यहाँ अनि मेरो बाबा दाइहरू जानुभयो 3 जना उता भएपछि 9 जना भयो। अनि पारी म देखाउँछु है तपाईँहरूलाई। ओ पारी यहाँनिर स्कुल देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ स्कुल हो अनि यहाँ चाहिँ हाम्रो भाउजू टिचिङ गर्नुहुन्छ अनि अहिले त्यहाँ छुट्टी भएर चाहिँ यो स्कुल छ नि यहाँदेखि चाहिँ झरेर तल यहाँ झर्नुहुन्छ अनि यहाँ चाहिँ हामी भेटेर जान्छौँ है। अहिले चाहिँ छुट्टी भएको छैन नि भाउजूको अब छुट्टी हुन लागेको छ। भाउजू र भदै चाहिँ त्यहाँ स्कुलमा हुनुहुन्छ अनि अहिले तल बाटोमा झर्नुहुन्छ अनि हामी चाहिँ हिँड्दै जान्छौँ र भेट्छौँ। अनि जम्मा चाहिँ अघि मैले 9 जना भनेको थिएँ तपाईँहरूलाई जम्मा चाहिँ हामी 11 जना हुने रहेछ है। त्यो भाउजू र भदैलाई अघि मैले गनेको थिएन नि त त्यही भएर हेर्न सक्नुहुन्छ। हेर्नु न यस्तो खतरा भिरमा बसेको छौँ है साथीहरू। यो चाहिँ अधेरी भन्छ है यो चाहिँ मगर बस्ती हो सम्पूर्ण यो चाहिँ सबै मगर बस्ती हो। अनि यहाँ मेरो प्यारी दुईको घर छ है यहाँनिर यो रातो लाको ठुलो अनि त्यो माथिल्लो अनि दुईटैलाई धेरै धेरै सम्झेको छु धेरै धेरै माया छ सम्झना छ। म चाहिँ तपाईँहरूको घर नजिकै पुग्न लागेको छु है। त्यो चाहिँ नाम छ समिका थापा मगर अनि सुस्ता थापा मगर। हेर्नुहोस् है तपाईँको घरनिर छु म चाहिँ। हाम्रो टोल हेरेर आइसक्नु भएको छ छिटो आउनुहोस् है यहाँ मेरो भिडियोमा देखिनु पर्छ। खुट्टा दुखेर नानीको यहाँ जुत्ता फुकालेर आइपुग्नु भयो। यता चाहिँ मेरो काकी हुनुहुन्छ यता मेरो भाउजू यता मेरो बुहारी अनि यता मेरो भदै हुनुहुन्छ है। यहाँ 4 जना टिमहरू चाहिँ पछाडि हुनुहुन्थ्यो अहिले चाहिँ हामी भेट भइसकेको छ अनि कति चाहिँ अगाडि गइसक्नु भएको छ। हामी परतिर सँगै भेटेर जान्छौँ। लु एकछिन बस्नु न। बाबु स्कुल जानुभयो आज कसरी भदै हो गएर आउनु भएको? हजुर मन चेल्पा पुजे भदै त हुन्छ नि इन पो भदै माङ्गो कसरी यति सानो रहेछ तर कति गहिरो छ त यो त रहेछ। गहिरो छ है पानी त कहाँले देखिरहेको छ। बिस्तारै आउनु है बाबु नउफ्रिकन एउटा खुट्टा सुत्तै तल गयो भने फेरि जिउहरू पनि पो जान्छ त। मजाको आलु रहेछ है यहाँ चाहिँ साथीहरू हिउँदे आलु टन्नतिर टन्न रहेछ है। आलु त यहाँ मात्रै होइन रहेछ ऊ खन्ने बेला भएछ नि पहेँलो देखिन्छ खन्ने बेला भन्दा नि अब निकाल्ने बेला भएछ। त्यो गोर्खा स्ट्रङ रहेछ कोलाई मनपर्छ यहाँ नानीले खाने रे। अब मैले चाहिँ कार्टुन छोडिदिएँ पिउनुहोस् है नानी अलिकति गोर्खा स्ट्रङमा खाएर साँच्ची मैले बिहान एउटा चाउचाउ सुप खाएँ अनि 1-2टा किवी खाएँ होला अहिले अनि एउटा चाउचाउ काँचो फेरि बारेर खायो 2टा ल्याउने खेर त्यति खाएँ नि खायो नि नानी मैले त इस्कुसको जरा 2 पिस खाएँ त्यति अनि घरभरि गयो मेरो चाहिँ त्यति खायो खान मन नि भएन। अझै हिँड्नु छ 1-1.5 घन्टा 5 पुरै ठ्याक्र्याक्कै खोइ अनि तान्नु न अनि पो आउँछ त अनि ल है तान्नु है अलिक मजाले तान्नु न खै त मलाई तान्नै सक्नुहुन्न कि क्या हो नानीले तानेर ल्याउनु भयो मलाई चाहिँ अप्ठ्यारो रहेछ चाहिँ बिस्तारी त्यही चाहिँ ए रोडले भयो त नत्र यस्तो थिएन म त परि
पहिरो पो झऱ्यो कि भनेको कुद्नु है जुलुसहरू हो जनताहरू कता हुनुहुन्छ आज हामी हरायो अनुहार देखाउनुलाई के अनुहार देखाउनुलाई रात पर्यो है साथीहरू हामी चाहिँ कति बजे थुप्रै बजिसक्यो टिम पनि थुप्रै भेट भइसक्यो खै त अनि यता पनि छ है हामी त डान्स पनि यसरी दिने आधा बाटो साडी लाएर है ढलक्कै ढल्केर बस्नु भएको चाहिँ हाम्रो भाउजू चाहिँ असोच्ने हो भाउजू ल सुरु ल सुरु गर्नुहोस् है त ल हाम्रो चाहिँ खाना आइसकेको छ खाना चाहिँ यस्तो छ यतापट्टि चाहिँ कफी छ यहाँ अचार छ यहाँ चाहिँ हरियो खुर्सानी लु नो सुरु गर्नुहोस् है नो ल खुर्सानीคนกระชอนเลยหนูด้วยแม่เด็กขอบปวดจากอยู่เขาเป็นหนู ओके Wala pang kang osom na. ราคาจะเท่าไหร่ ठिकै छ हाम्रो खाना एकछिन मजाले देखाउनु पर्यो हाम्रो खाना चाहिँ यहाँ भात छ अनि यता चाहिँ च्वाचेको मासु छ अनि यता चाहिँ अचार छ है गाजर चनाको अचार छ अनि यता चाहिँ दाल छ है साथीहरू नन्द भाउजू बसेर हाँस उड्दैछौँ Putri. यतिखेर चाहिँ रक्सी बाँड्ने काम सुरु भएको छ अनि नि साथीहरू बाहिर चाहिँ टन्नै गीत बजिरहेको थियो त्यही भएर मैले चाहिँ ओरिजिनल साउन्ड राखिनँ सर
नानी मिसाइले ज्यालो मिले मम्मीलाई भइसक्यो अब चाहिँ डेम दिएको नानी अलग मैं टीवी में मौके से गई हुई मांग हो रही है लगती है कि कभी मत ये तो का के लिए है ये तो देर समय Hai, em kalau. Em ada citong kecil-kecil manusia. दुधौली टोलीहरू चाहिँ यहाँ पुरै आगो तापेर बस्नु भएको छ है अनि त्यहाँ पुरै हेर्नु न त्यहाँ जिस्किँदै हुनुहुन्छ है भाउजूहरू बहिनीहरू काकीहरू हेर्नु न नाच्दै पनि हुनुहुन्छ है बाहिर गीत बज्दैछ अब गीत कपिराइट लाग्छ त्यही भएर हेर्नु न साउन्ड हटाउन पर्छ हेर्नुहोस् होला देख्न सक्नुहुन्छ यहाँ चाहिँ खाना खाने डाइनिङ हो हल्का हावा चलिराखेको छ अनि तल आँगन देख्न सक्नुहुन्छ यतिखेर चाहिँ अलिकति लाइट चाहिँ यहाँ अलिकति अँध्यारो रहेछ क्या हाम्रोतिरको भन्दा त्यही भएर अलिकति उज्यालो चाहिँ देखिएको छैन लाइटले
त्यसपछि जङ्गराई पसल 5 बासा 6 साइनोको लागि आइदिनु पर्यो। जङ्गराई सम्झना पो त पछि घाममा चाहिँ दिउँसो बनाउने होला। त्यसपछि बल्ल बल्ल भिडियो बनाउन पाएको। पनि साइनोको लागि आइदिनु अनुरोध गरिन्छ। सुनबरी राई पसल 2 सुनबरीमा का के हो त बोकबोमका 2 जना के हो मने मोने खलेपो 10 जना पो मोने खलेपो ए ने हो सुमन राई पसल 8 छिगाउ साइनोको लागि अगाडि बढिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। सुमन राई छिगाउ पछि सुजम राई पसल 3 बोधु साइनोको लागि आइदिनु पर्यो अगाडि। त्यसपछि आसमय राई पसल 1 ताप्लेजुङ साइनोको लागि अगाडि बढिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। एन फलले तिमी बिहे नखाइ त नजाने मांगो एन मांगो मना एन बहिनीको उच्च छोरीको ए बधाई छोरी छोरी ए उनको बधाई नि त्यसपछि लक्ष्मीमय राई बोधु पसल 7 साइनोको लागि अगाडि बढिदिनु हुनको लागि हार्दिक अनुरोध गरिन्छ। छोरीको बिहे उनको घर त्यसपछि अन्तिम रहेको छ श्यामकुमार राई पसल 3 बोधु
तपाईँले के पो बजाउनु भएको नि भर्खर मैले नरसिंह नरसिंह तपाईँले चाहिँ मैले दमा बजाएको दमा मैले नरसिंह हो उहाँहरू चाहिँ हाम्रो के भन्छ बाजा बजाउने हुनुहुन्छ है बाजा बजाउने भर्खर मैले रेकर्ड पनि गरेको छु एकदमै दामी बजाउनु भएको छ तपाईँहरूले सुन्नु भएको छ है मैले चाहिँ अलि नरसिंह बजाएको छु है नरसिंह फुक्नु भएको छ भर्खर उहाँले चाहिँ माघभरि अब अझै पनि टन्नै छ है यसरी बाजा बजाउनु बाजा बजाउनु ओहिरो छ 21, 22, 25, 27, 28 अब कता कता जानुहुन्छ अब हामी यही सुक्सलेभित्र छौँ अनि अहिले चाहिँ बोधुमा छौँ अनि 14 गतेको बासामा माथि त्यहाँबाट हामी भनेको 22 गते तल फुर्केलीको फुर्केली कान्छाको बिहा त्यहाँबाट हामी 27 गते यहाँ हामी सुक्सलेमै आउँछौँ ए भ्याइ नभ्याइ छ माघभरि टन्नै छ अझै बिहे टन्नै छ माघमा चाहिँ त्यसपछि फेरि हुँदैन है फागुन मजाले हुन्छ फागुनको 22 गते फाल्गुन 7 गतेको बिहा फाल्गुन 7 गतेको उहाँ चाहिँ बाजा बजाउने टिम हुनुहुन्छ एकदमै दामी बजाउनु भएको छ भर्खर मैले भिडियो पनि गरेको छु तपाईँहरूले सुनिसक्नु भयो अब उहाँहरूको चाहिँ माघभरिको काम चाहिँ त्यही हो बिहेमा जाने बाजा बजाउने काम हुन्छ 7 गते सिप हो अब फागुनको 7 गते चाहिँ हाम्रै गाउँ आउँदै हुनुहुँदो रहेछ है उहाँहरू चाहिँ बिहेमा अनि माघभरि चाहिँ अरू ठाउँमै रहेछ अनि फागुनमा चाहिँ हाम्रै गाउँ बाजा बजाउन आउँदै हुनुहुन्छ उहाँहरू हात हल्लाइदिनु अनि मकै पनि फालेर फोटो खिच्नु पर्यो मकै सफाको फोटो गालो सुने भने मकै निलेको किरात म त सास डेढमा बोल्नु नभए यो फोटो देखेको कि म यो मकै निलेको याद आउँछ नपुते ग्रहता तिमी जग्गा प्लेन गर्दा मे कौन भयो मतलब उताल्टी मतलब बन्जुम तंगल है गाम्बेका त अध्यारो देख्नु हामी 12 बजे सुतेको 10:30 जानुभयो यहाँ त 1 बजे सुताइ भयो हाम्रो नरले चाहिँ यहाँ फोटो खिच्ने रे कसको बाइकको थाहा छैन फोटो खिच्नु ल ल बस्नु न ल बाबु हेर्नुहोस् है यता कसको बाइकको एउटा फोटो ल 4-5 भयो बाइक काम लाग्यो है बाटोमा भएपछि ल हाम्रो काका चाहिँ पर पुग्नु भयो अनि हाम्रो भाउजू चाहिँ त्यहाँभन्दा नि पर हुनुहुन्छ है पोलको छेउमा बसेर पर्खिनु भएको छ हामी चाहिँ बाटोतिर आफन्तहरूसँग भेट हुन्छ अनि गफ गर्दै जाँदैछौँ साथीहरू यता हाम्रो सानो बाजे भोका अरे रारा चपाउँदैछ उहिलेको चाउचाउ है रारा ए अहिले त रम परेछ के अरे रम भन्नु मैया ल साथीहरू रात परिसकेको छ म चाहिँ यहाँ पुल तर्दैछु हेर्न सक्नुहुन्छ अनि पर
ट्रकहरू चाहिँ फसेको रहेछ फसेको भन्दा नि खै किन हो कि के बिग्रेर हो कि किन रोकिराखेको रहेछ म चाहिँ भारी टन्ना बोकेर हिँड्दैछु टाउकोमा टोकोमा ल साथीहरू यतिखेर चाहिँ हामी घर आइपुगेको अवस्था छ है अनि अझै हामी तलबाट बिहानै आयौँ के बिहे घरबाट अनि बिहे घरमा चाहिँ हामी एकछिन मात्रै बिहान निस्क्यौँ अनि जन्तीहरूलाई पनि बिदा नदिकन हामी चाहिँ आयौँ आउनै पर्ने थियो किनभने हाम्रो जतिजना हामी बिहे गयौँ नि त्यो अब कतिपय साथीहरूको चाहिँ अब घरमा कोही हुनुहुन्थेन नि त अब घर बन्द गरेर जानुभएको थियो कतिको त घरमा कोही घर धन्दा गर्ने हुनुहुन्थ्यो अनि कतिको चाहिँ अब घरमा चाहिँ अब के भन्छ गाई बाख्राहरू धन्दा गर्नुपर्ने थियो नि त अनि घर बन्द गरेर जानुभएको अनि त हामी चाँडै फर्किनु पर्ने हुन्छ त्यही भएर हामी चाहिँ बेहुली घरमा एकैछिन मात्रै निस्केर हामी चाहिँ छुटेर हामी आयौँ अनि नि साथीहरू यसपालि चाहिँ भिडियो अलिकति राम्रोसँग मैले बनाउन पाइनँ बनाइनँ पनि अनि त्यो हिजो हामी जानेखेर चाहिँ यस्तो भयो हामी चाहिँ फर्स्ट कुरो चाहिँ हामी घरबाट ढिलो हिँड्यौँ अनि त्यो चाहिँ के भयो भने अब साथीहरूसँग चाँडै जाने सल्लाह त भएको थियो अनि भरेखेर हामी तयार भएर बस्यौँ तर साथीहरू आउनु भएन क्या अनि 1-2 घन्टा पर्खेर बस्यौँ साथीहरू अनि उहाँहरू आउनु भयो अनि फेरि बाटोतिर पनि अरू साथीहरू भेट्नु पर्ने थियो भेट्दै जानुपर्ने थियो अनि आधी बाटो पुगेपछि फेरि अरू साथीहरू भेट्यौँ फेरि त्यहाँ पनि पर्खिने भयो अनि 1-1.5 घन्टा त्यसरी बित्दै गयौँ अनि हामी त आधी बाटोमै रात पर्यो अनि उता बिहे घरमा पुग्नेखेर त कति 7-8 बजिसकेको थियो होला अनि जन्तीहरू त अघि उज्यालो 3 बजे उज्यालोमै आउनु भएको रहेछ अनि हामी पुग्यौँ अँध्यारोमा त्यो आधी बाटोदेखि लाइट बालेर गएको अनि त्यही भएर त्यो जन्तीहरूको भिडियो पनि केही बनाउन पाइनँ उज्यालोमा अनि हामी पुग्दाखेरि पुरै रात परिसकेको कारण चाहिँ अब भिडियो राम्रोसँग बनेन अनि त्यो के भन्छ त्यो एउटा हाम्रो संस्कारमा चाहिँ के हुन्छ भने त्यो धरान काट्ने भन्ने हुन्छ है धरान त्यस्तै भन्छ अनि त्यो चाहिँ पालै पालो चाहिँ बेहुला बेहुली उठेर त्यहाँ चाहिँ बोल्नु पर्ने हुन्छ क्या अनि त्यो चाहिँ एकदमै मजाको हुन्छ क्या है तिनीहरू पनि अब भिडियो गर्न पाएन नि त हामी ढिलो गएको कारण अनि अर्को कारण चाहिँ त्यहाँ लाइटहरू पनि अलिकति मधुरो थियो है अनि अलिकति छ्याङ्गै थिएन जस्तो लागिरहेको मलाई चाहिँ अनि त्यो कारणहरू अनि आफू अब अबेला गयो कुद्दै गएको कारण अब थकाइ भयो टाइम गयो त्यो भएकोले म चाहिँ भिडियो रातिखेर पनि अब अलिक मजाको बनाइनँ है अनि बिहान त एकछिन निस्केको मात्रै हो अनि आइहाल्यौँ साथीहरू मेरो चाहिँ भिडियो यस्तै बन्यो है अनि दिदी भेनाजुलाई पनि यही भ्लगबाट वैवाहिक जीवनको धेरै धेरै शुभकामना भन्दै भ्लग अन्त्य गर्छु नमस्कार।